हेलो एभ्रियन नमस्ते, के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ। आज पनि म फेरि बन्दै गरेको ट्यु क्रिकेट ग्राउन्डमा यतिकै आइसकेको छु र ट्यु क्रिकेट ग्राउन्डमा के काम भइरहेको छ भन्ने बारे म तपाईँहरूलाई जानकारी दिने पनि छु र देखाउने पनि छु र लास्टसम्म हेर्नुहोला र भिडियो लाइभ फुल वाच गरिदिनु होला। साथीहरू, मैले चाहिँ खास गरी विशेष गरी ट्यु क्रिकेट ग्राउन्डमा के काम भइरहेको छ र कस्तो कस्तो काम चलिरहेको छ भन्ने बारे र तपाईँहरूलाई मैले जानकारी र यसै भिडियो मार्फत दिने पनि छु र दिने गरेको पनि छु र मेरो भिडियोमा र मेरो च्यानलमा भिजिट पनि गर्न सक्नुहुन्छ। योभन्दा अगाडि मैले चाहिँ तपाईँको 2-3टा भिडियो हालिसकेको छु, जहाँ बन्दै गरेको ट्यु क्रिकेट ग्राउन्डको भनौँ न मैले भिडियो मेरो च्यानलमा 3-4वटा छ, त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। र कोही अहिले च्यानलमा जोडिनु भएको छ भने पनि प्लिज सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र म तपाईँलाई जानकारी पनि दिनेछु र यहाँ ट्यु क्रिकेट ग्राउन्डमा कता कता के कस्तो काम भइरहेको छ भन्ने बारे तपाईँलाई भन्ने नै छु। र सर्वप्रथम सुरुवात गर्नुभन्दा पहिला म तपाईँले चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु र पहिला त च्यानललाई यसो सब्सक्राइब पनि गरिदिनु होला पनि भन्न चाहन्छु। र फर्स्ट अफ अल सबैले माया गरिदिनु होला पनि भन्न चाहन्छु। अहिले भने चाहिँ यहाँ जहाँ हाम्रो मिडिया बक्सको साइडतिर देख्न सक्नुहुन्छ, मिडिया बक्सतिर अहिले चाहिँ काम भइरहेको छ। फ्लडलाइट गाड्नुको लागि कामदारहरू एकदमै तयार अवस्थामा छन्, एकदम तयारी अवस्थामा हुनुहुन्छ। र उहाँहरू जहाँ फलामको खुट्टालाई यहाँ एउटा साइड बिचमा खाल्टो छ र त्यो खाल्टोमा चाहिँ तपाईँको फ्लडलाइटको पिल्लर गाड्ने भएको छ र राखिने छ। र त्यस कारणले यहाँ एकदम तयारी अवस्थामा छ र जहाँ यहाँ मेसिनद्वारा यहाँ काम एकदमै जारी छ र फ्लडलाइटको लागि साथीहरू र अन्तिमसम्म हेर्नुहोला। र यो पिल्लर जहाँ एक्सकाभेटरनिर देखिसकेको छ र देखिएको छ, यो पिल्लरलाई चाहिँ यो खाल्टोमा राखिनेछ र भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। र तपाईँलाई यो खाल्टोमा राखेको हेर्न चाहनुहुन्छ भने चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला पनि भन्न चाहन्छु र साथै माया गर्नुहोला। र मैले चाहिँ ट्यु क्रिकेट ग्राउन्डको कहाँ के कस्तो भइरहेछ भन्ने मैले अपडेट दिने गरेको छु। सायद मैले बोल्न नजाने पनि तपाईँले बुझिदिनु हुनेछ भन्ने आशा छ। र यहाँ देख्न सक्नुहुन्छ जहाँ यहाँ इन्जिनियरहरू आएर हेर्ने र चेक जाँच गर्ने काम पनि एकदमै जारी अवस्थामा छ। यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण यहाँ भनौँ न यो ठेक्का लिने व्यक्तिहरू लगायत यहाँको मान्छेहरू चाहिँ यहाँ आउनु भएको छ र यहाँ देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ भन्ने हो भने एकदमै पिल्लर गाड्ने काम जारी छ, जुन फ्लडलाइटको लागि यहाँ एकदमै मेसिनद्वारा उठाइँदैछ, जहाँ यो खाल्टोमा चाहिँ राखिनेछ। त्यो भएको कारणले गर्दा साथीहरू एकदमै लास्टसम्म चाहिँ हेरिदिनु होला। कोही नयाँ च्यानलमा जोडिनु भएको छ भने पनि र साथै च्यानलसँग पनि एकदमै जोडिदिनु होला र कमेन्ट पनि राखिदिनु होला। के कस्तो छ कमेन्ट पनि गरिदिनु होला। हेर्नेको पनि एकदमै यहाँ घुइँचो छ, दर्शकहरू पनि आउने क्रम एकदमै जारी छ। र यो भिडियो खास गरी मैले साँझ बनाउँदैछु र बनाइएको छ, त्यस्तो कारणले गर्दा कता न कता सफा नआएको अवस्था पनि हुनसक्छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ खाल्टोमा पसालिसकेको अवस्था छ यतिखेर र मेसिनद्वारा एकदमै ठुलो, एकदम भयङ्कर ठुलो खाले पोल हो। किनकि यो पोल चाहिँ यो माटोभन्दा तल जाने, जमिनभन्दा चाहिँ तल चाहिँ गाडिने भएको छ। त्यो भएको कारणले गर्दा एकदम भयानक ठुलो पोललाई यहाँ जमिन तल गाडिँदैछ। र जहाँ यो ठाउँमा 9वटा पोल जाने भएको छ, एउटा फ्लडलाइटको लागि यहाँ 9वटा खाल्टोमा तपाईँको पिल्लर जाने भएको छ। यहाँ देख्न सक्नुहुन्छ यति ठुलो पिल्लर हेर्दै जानुहोला। यो पिल्लर पक्कै पनि यो माटो तल अवश्य पनि छिर्नेछ र यसलाई चाहिँ तलै नै राखिनेछ, किनभने माटोभन्दा तल जमिनभन्दा तल यतिकै नै
सिरानी छ यहाँ देख्न सक्नुहुन्छ र यसरी नै यहाँ जहाँ यो पिल्लरलाई चाहिँ यहाँ राखिसकेको अवस्था छ। एकदमै यो सक्सेसफुल भइसकेको छ र यहाँ दुईटा पिल्लर गाडिसकेको छ र त्यसको साइडमा यहाँ देख्न सक्नुहुन्छ एक्सकाभेटरद्वारा फेरि खाल्टो कोर्ने काम यहाँ जारी नै छ। यो एक्सकाभेटर नै भर्खर नै र जुन फल लाइटको पिल्लर नै यो जलेको साइड लगाएको पनि थियो र यहाँ र अर्को साइडमा देख्न सक्नुहुन्छ जहाँ सोबार साइड यानि कि आयुर्वेदिक भवनतिर यहाँ देख्न सकिन्छ। यहाँ यता पनि जहाँ फल लाइटकै खाल्टो एकदमै गहिरो कोर्ने काम यहाँ जारी छ। एकदमै यो पनि ठुलै मेसिन द्वारा नै कोरिँदैछ देख्न सक्नुहुन्छ साथीहरू। एकदमै भनौँ न अहिले चाहिँ भन्ने हो भने विशेष गरी जहाँ प्याराफिटको लागि र फल लाइटको लागि यहाँ कामहरू एकदमै जारी छ र अब साँझ पनि भइसकेको छ किनकि साँझ गरेको भिडियो हो र त्यति चाहिँ सफा न आजलाई यति नै भन्न चाहेँ र हेरिदिनु भयो, माया गरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। अवश्य पनि हामी अर्को भिडियोमा भेट्नेछौँ, आशा छ।